So hey guys, what is up? Welcome back to my video. अनि आज चाहिँ हाम्रो ब्लग सिरिजको पार्ट 3 है। डिप्सनको गिटार यो चाहिँ म हजुरले बजार देखाउँछु चाहिँ कस्तो पच्छ डिप्सन गिटार भनेर। बाइ द वे यो डिप्सन गिटार हो, तर यहाँ चाहिँ घर बसी बसी यो धुलोले हेरिसक्यो गिटारलाई। डिप्सनले नबजाएर ट्युनै छैन डिप्सन। हामी सुनौलतिर जाँदै चोकतिर जाँदैछौँ। हामीले चाहिँ एकदम एउटा काम छ सुनौलतिर। काम के हुने है, मोबाइल नम्बर झिक्न जानु लाग्यो हामीले चाहिँ नयाँ सिम होइन एनटिसीको। मेरो चाहिँ एनसेलको नम्बर छ मेरो चाहिँ। एनटिसीको चाहिँ झिक्नु पऱ्यो किनभने एनसेलको चाहिँ कामै नहुने आजकल। अब एमबी तान्न पनि लास्टै महँगो होइन। अब एनटिसीको तान्ने त्यो भएर अब एनटिसीको नम्बर झिक्ने। नेटवर्क पनि राम्रो टिप्छ है, पाहाडतिर हिमाल पाहाड जहाँ पनि टिप्छ क्या। माउन्ट एभरेस्ट माथि चढे पनि टिप्छ क्या एनटिसी पनि। सो भन्दै हामी चाहिँ अब यहाँदेखि निस्किन्छौँ अब भेडवाला बाटोतिर है त। त्यसमा झिउ त जाम भन्नु सिकाइ भन्नुपर्दा हेलमेट चाहिँ फुटेछ है। यो चाहिँ फुटेको चाहिँ अस्ति नै एउटा नराम्रो आशा भयो थियो हाम्रो चाहिँ बाटोमा। त्यसपछि चाहिँ मैले गिटार भन्न आयो। हेलमेट चाहिँ किनेको छैन, किन्ने सोच चाहिँ हो, तर अब समय चाहिँ नमिलेको कारणले चाहिँ हेलमेट किनेको छैन। र हेलमेटसँग चाहिँ मेरो एकदम पास छ क्या हेलमेटमा चाहिँ पुरो। हेलमेट मलाई के भन्नु, कुनै दिन किन्नुला होइन पैसा भएको बेला। त्यसमा एउटा हेलमेट गिफ्ट हान्दियो नि यार, एउटा हेलमेट गिफ्ट हान्दियो नि यार। 100 रुपियाँको चाहिँ होइन हेलमेट। ल आज हाम्रो चाहिँ काम हो त्यसको लागि गरम जुनको हो हाम्रो सिम निकाल्ने। तर कति टाइम लाग्छ भन्ने कुरा नि हेरमै सिम निकाल्न। जान्दैछ नि यार भएन यहाँ त। यहाँ चाहिँ एनसेलको पाउँदो रहेन, एनसेलको पाउँदो रहेछ, एनटिसीको पाउँदो रहेन छ भनेर हामी बाहिर जानु लाग्यो अब। हाम्रो नमस्तेको सिमै गाइस हाम्रो रोलेक्सहरू होइन सब यहाँ छ है घडीहरू। सुन घडी कुन चाहिँ भन। तर मेरो होइन लिसन सानैदेखि होइन रिमोट कन्ट्रोल एउटा कार किन्ने सपना होइन, सपनै भएको दिन्छ नि यार कसम के। खोला त हाम्रो चाहिँ यहाँ सय सामानहरू चाहिँ के राख्ने भनेको राखेको भयो छोड्दै लगाइदियो त्यसमा। ब्यालेन्स सर्भिस दिएर कस्टमर सबै भन्नु त कस्टमर दिएर सर्भिस नम्बर फाइनली आइसक्यो है सुनबाट। बाहिर चाहिँ ओभर गर्मी छ है। अनि डिप्सन हाम्रो चाहिँ यहाँ काम गर्दैन, डिप्सनले काम गर्न थियो किनभने परासीबाट हो। सो अब डिप्सन डिस्टर्ब नगरौँ होइन। अब हाम्रो के भन्छ डे टु डे लाइफमा चाहिँ हुने कुराहरू गरौँ न। जस्तै अब हाम्रो न्यु इयरको प्लानहरू के छ होइन कमेन्टमा यसो कमेन्ट गरौँ होइन। न्यु इयर प्लान्सहरू के छ। मेरो चाहिँ केही छैन, मेरो त त्यही नर्मल डे टु डे लाइफमा है त्यस्तै हुन्छ। जस मैले चाहिँ एउटा नयाँ भिडियो चाहिँ निकाल्ने सोचिरहेको छु। त्यसको टाइटल चाहिँ हाम्रो द लुप नेपाली भर्जन भनेर हुन्छ। त्यो चाहिँ मैले अब भिडियो सुट गर्ने सोचिरहेको छु। अब हेरौँ त्यो चाहिँ कहिलेसम्म हुन्छ भनेर। सक्दो अब ट्याक्क न्यु इयरको दिन है हालौँ भनेको। प्यान नम्बर त याद छैन, घर होला। डिप्सनले चाहिँ होइन अब मेरो लोकेसन हेरेर यो म्यापमा चाहिँ मेरो लोकेसन देखाउन लाग्छ होइन। यो चाहिँ डिप्सनले एक वर्षको कोर्स गरेर चाहिँ यतिको गर्न चाहिँ लायक भइसक्यो होइन। हजुरले आफ्नो स्कुल आयो हो सही ठ्याक्कै दिनु घर यही त हो नि। कुन हजुर आफ्नो लोकेसन दिनु दिप्सनलाई। दिप्सनलाई चाहिँ ट्याक्क हजुरको घर देखाइदिन्छ कि यो भनेर।
त्यसो के छ अब चाहिँ हामी यता स्टुडियोमा आएको छौँ है स्टुडियो भन्नाले यहाँ चाहिँ अनलाइन सामानहरू चाहिँ आउँछ त्यो चाहिँ केमा आएको त्यो झन् ठुलो चाहिँ बक्स त 2416 साउन्ड मगाएको छैन यहाँनिर गराएको थियो कि हाम्रो अनि त्यो साउन्ड लिएर आएको थियो हामी त्यो अब चाहिँ हामी खर्च लाग्छ अब त्यस्तो धेरै काम भयो हाम्रो चाहिँ है जाम लेट्स गो बस भारी अलिक खना फाइनली घर आइसक्यो होइन अनि घर चाहिँ भाइले चाहिँ निरज दाईलाई भेट्ने भनेर चटपट लिएर आएर चाहिँ ए भर्खर आएको के तातो तातो ए यो चम्मच कसले दियो यत्रो भन त त्यो चम्मच कसले दिन्छ हाम्रो बेग भाइ हाम्रो फर्स्ट भ्लगदेखि नै छैन तर भ्लग पछिल्लो भ्लगमा थियो जस्तो मान्छु मैले अनि हाम्रो भाइहरू छ नि है हाम्रो यङ्स्टर भाइहरू फ्युचर रक स्टारहरू भाइ फेरि रङ्ग लाग्यो यहाँ तातो भएछ यो चाहिँ होइन भाइ चाहिँ रङ्ग लाग्यो ल भाइ ल बाई ल hope you guys like this video and as the full video say to me in garo. That's it for today's video. Hope you guys like it. See you next video.